नमस्कार दर्शक महानुभावहरू। म आज चाहिँ कुराकानीकै क्रममा बुद्ध शान्ति छ सन्तपुरमा आइपुगेको छु र मेरो पाहुनाको रूपमा हुनुहुन्छ 73 वर्षीय हजुरबा ख्याम प्रसाद दाहाल। उहाँ पेसाले ज्योतिष पण्डित, विक्रम सम्वत 2046-47 देखि यस शान्तिनगरमा बसाइसरी बसोबास गर्दै आउनुभएका अब शान्तिनगरका एकजना पुराना मान्छे भन्दा अनर्थ नलाग्ने आदरणीय ख्याम प्रसाद बुवालाई म हाम्रो छोटो कुराकानीमा स्वागत गर्न चाहन्छु। हजुरबा यहाँलाई कार्यक्रममा स्वागत। धन्यवाद। अहिले 73 वर्षमा हिँड्दै हुनुहुन्छ। अहिले 73 वर्ष। कति सालको जन्म भन्नु? मेरो 9 साल। 9 साल भनेपछि 27 गतेको जन्म हो। 9 साल असार 27 गते भनेपछि अहिले 73 वर्षमा हिँड्दै। 73 मा हिँड्दैछु। यहाँको जन्म स्थान ताप्लेजुङ हो। ताप्लेजुङको नाङखोलेङ। ताप्लेजुङको नाङखोलेङ। त्यहाँबाट बसाइ सरेर सिधै शान्तिनगर आउनुभयो कि अन्यत्र? सिधै आएर बुधबारे बस्यो। हजुर। बुधबारे बसेर 2-4 वर्ष फेरि लेटाङ पनि बस्यो। हजुर, लेटाङ पनि जानुभयो? त्यहाँबाट आएर 5 वर्ष बगानमा बर्ने बगानमा काम गर्यो। हजुर। अनि त्यहाँबाट यहाँ सन्तपुरमा आयो यता आएर 48 सालदेखि यहाँ आएर बसोबास गर्यो। अनि यहाँबाट अब के हुन्छ भने पहिलेदेखि यसो सानैदेखि ज्योतिषको मेलो गर्दैथेँ। हजुर। अनि ज्योतिष पढ्दै अनि ज्योतिष पढेर अनि यहाँ बस्दा मात्रै नहुने रहेछ। अब सबै विचार गर्नु पर्यो भनेर यसो दार्जिलिङ खरसाङतिर नि घुमेर सबैतिर टिमुरपुर गएँ। हाम्रो हरिप्रसाद दाहालजी हुनुहुन्थ्यो, उहाँसँग नै ज्ञान लिएँ। अनि त्यहाँ एकजना फोइल बा हुन्थ्यो, उहाँसँग ल्याएँ। सबै घुमेर अनि सबैतिर गएर अनि ज्योतिषमा अहिले यसो चारतिरबाट म हेर्दैछु। कुनै कुरामा केन्द्रबाट हेर्छु म। केन्द्रबाट नि हेर्छु, फलितबाट नि हेर्छु। अनि त्यसो हुनाले अहिले ज्योतिषकै नियमले अहिले चाहिँ यसो पढ्ने ओर्ने काम पनि सानामा बनारस गएर अलिकति अध्ययन गरेर आएको हुनाले पढ्ने काम पनि गर्छु। हजुर। अनि यहाँसँग मेरो पनि 1-2 चोटि ज्योतिष हेराउने सौभाग्य मिल्यो। अब यो विभिन्न जागिरका सिलसिलामा अथवा घरका निर्माणदेखि लिएर यसो वास्तुसँग सम्बन्धित कुराहरूलाई लिएर बुवासँग मैले पनि 1-2 चोटि जोडिएको छु। यहाँले भन्नुभएका कुराहरू असाध्यै धेरै पुग्छन्। अब के छ यसको ज्योतिष यहाँले राम्रै अध्ययन गर्नु भएको छ जस्तो मलाई लाग्छ। यहाँले भन्नुभयो म फलितबाट पनि हेर्छु, गणितबाट पनि ज्योतिष हेर्छु भन्नुभयो। यो बारेमा थोरै बताइदिनु न। मेरो हेर्नुहोस् के छ भने सबै कुरो भन्दा गणितबाट भन्दाखेरि फलित हेर्छु। अब केन्द्रबाट हेर्छु। अब एक केन्द्र जन्म भोगी, 2 केन्द्र मन्त्रणा भए, 3 केन्द्र राजासम्म केन्द्र दालित्री भनेर ल्याएछ। अब दालित्री भन्नु त मिल्दैन रहेछ कसैले पनि होइन। तर यस्तो कुरो तेरो बसाछ, यसरी बसाछ, यहाँ बसाछ, यसरी गर्नु भनेर अनि त्यो हेर्दा केन्द्रमा हेरेर जस्तो तपाईँ अब उभिँदै हुन्छ, हिँड्दै हुनुहुन्छ, डुल्दै हुन्छ, तपाईँको घरमा के भइरहेछ, कस्तो भइरहेछ, तपाईँको जिउमा कस्ता यता कोठीहरू छन् अथवा कहाँ चोट छन्, त्यो चाहिँ त्यो फलितबाट म हेर्न सक्छु। हजुर। यहाँले धेरै पुर्याउनुहुन्छ। अनि कति सालदेखि चाहिँ यो ज्योतिष कर्ममा हुनुहुन्छ? म त 18 वर्षदेखि नि यसो अलिअलि सुरु गरेर अहिले 73 वर्षसम्म आइपुगेँ। हजुर। यहाँ विशेष गरेर बुवासँग ज्योतिष हेराउन धेरै ठाउँबाट मानिसहरू आउनुहुन्छ। प्राय यहाँलाई व्यस्त नै भेटिन्छ। विशेष गरेर शनिबार मङ्गलबार अलि बढी भिड हुन्छ। के छ त्यसको पछाडि? होइन, मेरो चाहिँ के छ धारणा भने शनिबार चाहिँ धेरैजनाको छुट्टी पनि हुन्छ। हजुर। आउनु पनि मौका पाउनुहुन्छ। हजुर। त्यही भनेर शनिबार राखिदिएको। हजुर। अनि मङ्गलबार चाहिँ के हुन्छ भने कोही साह्रै बिमारी हुनुभयो, अब केही गर्दा उपाय नलाग्ने स्थिति यहाँ पुगेर अनि त्यति बेला आउनु भएछ भने तिनीहरूको पनि केही उपकार गर्न चाहिँ अनि मङ्गलबार राखेको हो। भनेको यहाँले ज्योतिषका अलावा केही वैदिक उपचारहरू पनि गर्नुहुन्छ? वैदिकबाट यसो हेर्ने ओर्ने काम गर्ने र त्यसलाई त्यो साह्रै मान्छे कोक्रेर आयो, कुनै देवा लागेको अथवा कोक्रेर आयो भने त्यसलाई पनि उपकार गर्नेछु।
भनेको धामी मेलोबाट गर्नुहुन्छ कि वैदिक मन्त्रबाट गर्नुहुन्छ? वैदिक मन्त्रबाट। वैदिक मन्त्रबाट गर्नुहुन्छ। अनि यहाँले त धेरै मान्छेको ज्योतिष हेर्नुभयो होला, सङ्ख्या याद छ त्यसरी? होइन, म चाहिँ कस्तो रहेछु भने हजुरले अहिले भन्यो अरे मैले भने काट्नेलाई केही थाहा हुँदो रहेछ, हजुर, जुन चाहिँ अचानो नि हजुर, त्यसलाई मात्रै थाहा हुँदो रहेछ। अनि हेर्ने त हेऱ्यो, हजुर, सबै हेऱ्यो, के भन्यो। अब हजुरको हेरेर एकछिनमा अर्को मान्छे आउँछ, अब त्यसको हेर्नु पर्यो, अर्को हेर्नु पर्यो, अनि जसलाई हेरेको छ उसलाई चाहिँ थाहा हुन्छ, मलाई चाहिँ केही थाहा हुँदैन। हजुर, अनि यो यहाँ आइसकेपछि मान्छेको अनुहार हेरेर पनि यहाँले केही हेर्नुहुन्छ? तपाईँको त यस्तो रहेछ भन्नुहुन्छ, यो फेस स्टडी अनुहार अध्ययन पनि यहाँले गर्नुहुन्छ? त्यसको पनि केही मेलो छ? त्यसको के छ भने हजुर, बुध अब कुन ग्रहले जन्माएको, हजुर, कुन ग्रह अगाडि छ, अथवा बुधले जन्माएको छ भने मान्छेको मसिनो बोली मिठो बोली हुन्छ। हजुर, अब जस्तै शनि छ उहाँको बाल ग्रह भने अलिकति कडा मौसमको हुन्छ। हजुर, अनि जस्तै गुरु बृहस्पति छ भने मान्छेको शिरै उज्यालो हुन्छ, त्यसै नै राम्रो हुन्छ। हजुर, अब त्यो जस्तो ग्रहले ल्याएको छ त्यो चाहिँ त्यो मान्छे लिएरै आएको हुन्छ। हजुर, अनि यो ज्योतिष हेरिसके पछाडि मानिसहरूलाई यो हिसाबले चाहिँ तपाईँले गर्नुपर्छ, यो कुराहरू गर्नु भनेर सल्लाह पनि दिनुहुन्छ? सल्लाह पनि दिन्छु। त्यो राशि अनुसार अनि उसको ग्रह अनुसारको सल्लाह दिन्छ? ग्रह अनुसारको सल्लाह दिन्छु। त्यो हजुरले सल्लाह प्रदान गर्नु भए पछाडि सुधार भएर आफ्नो जीवनमा सकारात्मक परिवर्तनहरू भए पश्चात कतिको आउनुहुन्छ? होइन, आउनुहुन्छ। कतिजनालाई के छ भने यो महिनावारीहरू गडाङगुडुङ भएको हुन्छ नि, हजुर, तिनीहरूलाई म दबाई बनाएर खानिदिन्छु। हजुर, अनि पछि त्यो महिनावारी गडाङगुडुङ भएपछि सन्तान छैन नि, हजुर, सन्तान हुन्छ नि, हजुर, अनि तिनीहरूले मसँग देखाउन ल्याउँछ। भनेको यहाँले आयुर्वेदिक औषधि बनाएर पनि दिनुहुन्छ? दिन्छु। अनि त्यसले राम्रो काम पनि गरेको छ? काम पनि गरिरहेको छु, अहिलेसम्म जाइ गरेको छु। हजुर, तर भगवान्ले पुऱ्याइदिनु भएको होला, अहिलेसम्म तैँले गरेको भएन भन्ने मान्छे चाहिँ आएको छैन। हजुर, यहाँले राम्रो अध्ययन गरेर गर्नु? राम्रो अध्ययन गरेँ एकदम। त्यो त हेर्नुहोस्, मेरो कसरी हेर्छु भने जस्तै म ज्योतिष हेर्छु, जस्तै म पढ्छु, मेरा छोराछोरीलाई जसरी हेरेछ त्यसरी हेरिदिन्छु। अर्कोलाई नि म यसलाई छुट्याउने होइन। फेरि म चाहिँ कस्तो मान्छे भन्नुहुन्छ भने यो ठुलो मान्छे हो भने धेरै सम्मान राख्ने कुरो पनि छैन, यो सानो मान्छे भने त्यसलाई सानो पारेर भन्ने पनि छैन। म मध्यम, सबैले एउटै तरिकाले हेरेर गर्दिन्छु। जस्तै कसैको चिना टिपन हेर्ने क्रममा अलिक अप्ठ्यारो अवस्था देखियो भने त्यसलाई ड्याङ्ग भनिदिनुहुन्छ कि अलिकति त्यसलाई चाहिँ तर्काएर उसलाई चाहिँ अलिकति जोगिने हिसाबले भनिदिनुहुन्छ? कसरी? छेउसम्म पुर्याइदिन्छु। छेउसम्म पुर्याइदिन्छु। अनि नानी हो जो गए यस्तो परेछ भने छेउमा पुर्याइदिएपछि डाइरेक्ट भन्न चाहिँ अप्ठ्यारो हुँदो रहेछ। हजुर, अनि यो प्राय मन्त्रहरू त आफै सिद्ध छन्, यसलाई सिद्धि गर्ने भन्ने जुन कुरा छ, धेरै मान्छेहरूले व्यक्तित्वहरूले सिद्धि गर्नु भएको छ। यहाँले पनि कुनै न कुनै विषयमा पक्कै सिद्धि गर्नु भएको छ बुवाले, र न यो यत्रो विघ्न भनेका कुराहरू ठ्याक्कै मेल खान्छन् भन्ने कुरा पनि छ। यहाँले त्यस्तो कुनै एउटा मन्त्रलाई चाहिँ सिद्धि पनि गर्नु भएको छ? हजुर, मेरो सबैभन्दा चण्डीको मन्त्र हो। हजुर, त्यो सिद्धि हो। हजुर, अनि एउटा भागको के छ भने नमो भगवते वासुदेवाय देवकी नन्दनाय छ नन्द गोप कुमाराय गोविन्दाय नमः नमः। यहाँ गोविन्दलाई ठ्याक्कै समर्पण गरेपछि उहाँले जो भनेको कुरो उहाँले पुऱ्याइदिनु। ठिक छ। त्यही त होइन, बुवाले सिद्धि गर्नु भएको छ भन्छन्, धेरै व्यक्तित्वहरूबाट त्यस्ता कुरा आउँछन्। एकजना सिद्ध पुरुष हो उहाँ, अनि धेरै आचरणमा पनि बस्नुहुन्छ, अनि यहाँ धेरै ठाउँमा पढ्न पनि हिँड्नुहुन्छ। पढ्न जाँदाखेरि के गर्नुहुन्छ? होइन, यस्तो के छ भने पढ्न जाइन्छ। हजुर, अब चण्डी पढ्नुपर्छ, रुद्री पढ्नुपर्छ, वेद पढ्नुपर्छ। चण्डी पढा धेरै आचरणमा बसेन भने अलिकति राम्रो देखिँदैन नि त, पछि आफ्नै जिउलाई पनि धोका दिन्छ, जिउमा सञ्च हुँदैन। अनि त्यस कारणले पनि आचरणमा बस्नै पर्छ। अनि जो कोहीले दिएको खाइँदैन पनि पो। हजुर, एकदम आचरण बसेर। अनि त्यो चिया खान जब म चण्डी पढ्न थाल्छु, चण्डी पढ्न थालेपछि त्यो मन्त्र जबसम्म 13 अध्याय सकेर भगवती माता सृष्टि सकिँदैन त्यहाँसम्म
पानी पनि खाइँदैन। हजुर त्यही त मैले पनि अब बुवालाई एक दुईचोटि पढ्न बोलाउँदाखेरि म त खाँदिनँ है नानी, अहिले मेरो एउटा निश्चित पाठ सकेर मात्रै म खान्छु, मेरो एउटा विश्राम गर्ने निश्चित समय हुन्छ भन्नुभयो, त्यसै कारणले मैले थोरै जोडेँ। अनि यहाँ त ज्योतिषका अलावा कृषिमा खेतीमा पनि निरन्तर खट्नुहुन्छ, दुःख गर्नुहुन्छ, दुःख गर्नुपर्छ भन्ने एउटा सन्देश पनि दिनुहुन्छ। अनि यहाँ कति जमिन चाहिँ हजुरबाले अहिले आफै खेती गर्नुभएको छ? होइन, यस्तो के थियो भने पहिले बगानमा काम गरियो। हजुर। अनि त्यहाँबाट आएर गढीचोरमा 2-3 वर्ष बस्यो। हजुर। अनि यहाँ तलबाट ल्याएर यहाँ अलिकति पैसा लायो। हजुर। 30,000 जति यहाँ लायो। हजुर। अनि यो सबै ढाँड थियो। हजुर। हेर्नुहोस् है, हजुर, ढाँड थियो। अब यो ढाँडा के गरे भनेर मान्छेले के भन्थ्यो भने अब यसले त्यो ढाँडमा बस्यो, अब के गरे खान्छ यसले भने। अनि म ढुङ्गा पटाउँदै जाँदाखेरि कृषितिर जाँदा 10 क्विन्टलसम्मको ढुङ्गो खाँ बोलाएर पल्टाएर आलीमा राखेँ। आलीमा राख्दै जाँदा नि एकजनाले के भन्नु भने, ल्या तैँले खत्तम गरिस्, सबै खेत जति बिगारिस्, अब कहाँ चाहिँ अन्न फलाएर खाने, अब सबै यस्तो ढाँड बनाएछु भने। अब पक्नुहोस् के छ भने मान्छेले एकपल्ट दुःख नगरिकन सुख हुँदैन। पछि हेर्नुहोस् न कस्तो हुँदछ जग्गा भने। अनि ढुङ्गा पटाउँदै आली ल्याउँदै अनि पछि ठुल्ठुला खुट्टी बनाएर त्यो ढुङ्गाले ठ्याक्क दबाइदिएपछि त राम्रो भयो नि। अनि एक दिन उहाँकोमा म गएको, उहाँ पनि पटाउँदै हुनुहुन्छ ढुङ्गा। अनि के गरेको भन्दा, होइन हाम्रो त त्यो ज्ञान रहन्छ र हामीले अब जान रहन्छ, अब तपाईँले सिकाउनु भयो हामीले गऱ्यौँ भनेर। अनि त्यो यो जग्गालाई अररी सबै थियो, ठुल्ठुला ढुङ्गा थियो, त्यसलाई सबै गरेर अहिले बनाएर अहिले त्यस्तो ठाउँलाई अहिले यति राम्रो सुनको टुक्रा बनाउनु भयो। सुनकै टुक्रा गरेर यहाँ एकजना मेहनती कृषक पनि हुनुहुन्छ। अनि हजुरको विवाह ताप्लेजुङमै हुँदा भयो कि होइन? बुधबारेमा। ए बुधबारे झरे पछाडि? बुधबारेमा झरेर अनि कति सालतिर? 33 सालमा। 33 सालमा विवाह गरियो। अनि कतिजना छोराछोरी? जम्मा छोराछोरी त 6 जना हुन्। एउटा चाहिँ भगवानसँग जिम्मा दियो। अनि त्यहाँबाट ठुलो छोरो खगेन्द्र हो। त्यहाँबाट ठुली छोरी तारादेवी हो। माइली छोरी नर्मदा हो। साइली छोरी दुर्गा, कान्छी छोरी कृष्ण। अनि चार बहिनी छोरी, एउटा छोरो अहिले चाहिँ अहिले बाँचेका। अहिले चाहिँ भनेको सबै छोरीहरूको विवाह गरिसक्नु भयो? विवाह गरिसक्यो। अनि नाति नातिनीमा 10 जना पो त। ए 10 जना नाति नातिनाका धनी हुनुहुन्छ। अनि अहिले बुवासँग चाहिँ छोरो खगेन्द्र बस्दै हुनुहुन्छ? छोरै छ अहिले। बुहारी छोरा बुहारी छोरा बुहारी सँगै हुनुहुन्छ बुवासँग। भनेपछि बुद्ध शान्ति 6 को बसाइ ठिकै छ? ठिकै छ, अहिले एकदम राम्रो छ। किनभने पहिले थिएन, बाटो थिएन। यो बाटो ठाडो बाटो थिएन, एउटा मान्छे हिँड्ने बाटो थिएन। पछि त्यो बाटो पनि आयो। अहिले स्कुल जाने बाटो पनि सानो थियो। पहिले यहाँ स्कुल बनाउँदा एउटा हामीले आएर सुन्ठीले बारेर हाम्रो वृक्ष दाइले अहिले पढाउँदाखेरि सुन्टी कलेज भनेर सबैले नाम पनि राखेको थियो। अहिले पनि प्रायः जस्तो मान्छेले सुन्टी कलेज भन्दा धेरै जान्दछन्। हजुर, अहिले चाहिँ अब आदर्श आधारभूत विद्यालय भने तापनि सुरुमा सुन्टीले बारेर त्यहाँ चाहिँ पठन पाठन सुरु गरिएको इतिहास। अनि 2-4 जना शान्तिनगरलाई माया गर्ने अलिकति बुढापाका शान्तिनगरका मान्छेहरूको नाम लिनु पर्दा बुवा, अलि यस क्षेत्रलाई बनाउन अलि धेरै योगदान गर्ने? सबैभन्दा योगदान दिने मान्छे पहिलेको भीम सर हुन्। हजुर, भीम भण्डारी। हजुर। अनि त्यहाँबाट पछि चाहिँ अनि तपाईँहरू नि हो, अनि हाम्रै केटो। अनि यहाँ मुनतिर महानन्द पोखरा। हजुर, महानन्द। उहाँले त अब पहिरो फोरेर पैनी निकाल्नु भयो। उहाँले त यो विश्व प्रलय गरेर त्यो भिरबाट पैनी निकाल्नु भयो। हामी बुद्ध शान्तिवासीले त उहाँलाई एउटा अन्नदाता भगवानै भन्दा पनि हुन्छ महानन्द पोखरेल। किनभने एउटा पहिरो फोरेर त्यो समयमा एउटा कन्सेप्ट ल्याउनु भयो, अवधारणा ल्याएर अनि पैनी खनेर सफलै गराउनु भयो उहाँले, धेरै जनपरिचालन गरेर। धेरै हामी सबैलाई पालन पोषण गर्ने नि उहाँ नै हो, पैनी ल्याएर। हजुर, हुन्छ बुवा, अब कुराकानीमा जोडिनु भयो, के अन्त्यमा के भन्न चाहनुहुन्छ? म एकदम राम्रो सबैलाई हाम्रा जति
जनताहरूसँग देशलाई जनतालाई शान्ति होस्, यो देशमा शान्ति आओस्, यो अशान्ति भने हटेर जाओस्, सबैलाई शुभ राम्रो होस् भन्ने चाहन्छु म। हवस्, हुन्छ। र ज्योतिषका लागि केही परामर्श गर्नु पर्यो, आफ्ना ग्रहहरूका बारेमा जानकारी लिन मन भयो भने अहिले बुद्ध शान्ति छ सन्तपुर चाहिँ आउन सक्नुहुन्छ हैन त? कोही आउन सक्नुहुन्छ, आउनुभयो भने रित्तो चाहिँ घुराउँदिन, ए हुन्छ, राम्रो हेरेर सम्पूर्ण गराएर छोडिदिन्छु। धन्यवाद।